नमस्ते। क्रिकेटहरुको अपडेट दिनको लागि अलिकति ढिला भइरहेको छ। हामी काममा एकदमै व्यस्त छौँ र कामले गर्दा मैले आफूले युट्युबमा पनि भिडियो अपलोड गर्न पाएको छैन र टिकटकमा पनि धेरै म चाहिँ आउन पाएको छैन। तपाईँले मेरो ब्याकग्राउन्डमा हेर्नुभयो भने फल लाइट चाहिँ हालेको त तपाईँले थाहा पाइसक्नुभएको र यहाँ धेरैलाई के लागेको थियो, यो फल लाइटको चाहिँ टेस्टिङ सुरु भएको दिन चाहिँ खास हिजो हो। हामी अफिसियल्ली मैले आफ्नो फेसबुक पेजबाट पनि मैले आधिकारिक रूपमा एउटा फोटो हालेको थिएँ। त्यो चाहिँ टेस्टिङ फेज डे 1 हो। अझै पनि मिलाउन धेरै बाँकी छ। अनि यहाँ हामी लोकल टिमहरूलाई बोलाएका छौँ। अब सायद भोलि अथवा पर्सिको रातिमा चाहिँ हामी टिमलाई बोलाएर गेम खेलाउँछौँ। त्यसपछि एम्पायरहरूलाई बोलाउँछौँ, त्यसपछि क्यामेराम्यानहरूलाई बोलाउँछौँ। यो अलिकति लामो प्रोसेस हुन्छ। विदेशमा पनि 2-3 महिना चाहिँ फल लाइट सेटिङमा जान्छ। यसको कन्ट्रोल रुमहरू पनि बनिरहेको छ। त्यही भएर अहिले नआत्तिकन चाहिँ तपाईँहरू धैर्य गरेर वेट गरिदिनु होला। यसको फाइनल भ्यू अझै आएको छैन, तर हिजोको चाहिँ धेरै आशा लाग्ने गरी आएको छ। र हाइट यस्तो भयो अथवा लाइट आँखामा पर्छ कि केही टेन्सन लिनु पर्दैन। यति धेरै इन्जिनियरहरू हुन्छ, नमिलेसम्म मिलाइरहन्छौँ। अहिले आत्तिहाल्नु केही पर्दैन। विदेशमा पनि 25 मिटर 27 मिटरमा पनि छन्, नजिक पनि छन्। प्याराफिट नभएको ठाउँमा नजिक हुन्छ। त्यो चाहिँ लाइट मिलाउने कुरा हो। एङ्गल जति पनि मिलाउन मिल्छ, त्यसको टेन्सन नलिनु होला। अहिले म जहाँ भिडियो बनाइरहेको छु यो चाहिँ भिआइपी बिल्डिङको तेस्रो तला हो र अब एक तला मात्रै बाँकी छ। र अहिले चाहिँ टोयलेट बाथरुमहरूको काम चाहिँ लगभग सकिएको छ एउटा तलाको लागि। र मैले त्योभन्दा पनि ठुलो गुड न्युज चाहिँ तपाईँले लिएर आएको भनेको पिएम कप चाहिँ हुँदैछ। र यो आइतबारबाट धेरैले पिएम कप हुँदैछ कि छैन भनेर मलाई अत्याधिक क्वेसन सोध्नु भएको थियो। तपाईँको इच्छा पुरा भएको छ र क्यान यसको अर्गनाइजर हो। सबै जे गतिविधि यहाँ हुन्छ, हाम्रो केही पनि हात हुँदैन। हामी एज अ वेल विशर र भेन्यू प्रोभाइड गर्ने हौँ। क्यानले आफ्नो इभेन्टहरू आफ्नो तरिकाले गर्छ। हामी क्यान लगायत सरकार, स्थानीय सरकार, रूपन्देही क्रिकेट सङ्घ सबैलाई म विशेष धन्यवाद दिन चाहन्छु, जसले गर्दा एक्स्ट्रा टेकमा सेकेन्ड टाइम भनौँ यति ठुलो टुर्नामेन्ट लिजेन्ड कप हामी लास्ट इयरको फागुन 28मा गरेका थियौँ, जहाँ तपाईँले हेर्दा अर्कै थियो। अहिले चाहिँ ठ्याक्कै 1 वर्षपछि तपाईँले हेर्दा चाहिँ धेरै परिवर्तन आएको छ, धेरै बनिसकेको छ, अझ बन्न धेरै बाँकी छ। र यस पिएम कपको लागि जति पनि रूपन्देहीवासी, पाल्पा, कपिलवस्तु, नवलपरासी र जहाँ हुनुहुन्छ जो आउन एकदमै सहज छ, तपाईँहरू जसरी भए पनि आइदिनु होला। म किन चाहिँ आफै पनि अनुरोध गरेको छु, क्यानले आफ्नो तरिकाले अनुरोध पनि गरिरहेको छ भने हामी काठमाडौँभन्दा बाहिर यति ठुलो इभेन्टहरू हामीले पहिला चाहिँ देखेको थिएन। र तपाईँ लक्कीली यहाँ हुनुहुन्छ र मलाई अझ तपाईँहरूको साथ सपोर्ट चाहिन्छ। तपाईँले दिने साथ सपोर्ट भनेको यहाँ ग्राउन्डमा आएर हेरिदिने हो। र म जम्मा एउटा गेम मात्रै हेर्न सक्छु। म विदेशमै जाँदैछु। मैले आइतबारको पहिलो गेम हेर्नको लागि मेरो टिकट एक्सटेन्ड गरेर पहिलो गेमको लागि बसिरहेको छु। त्यो गेममा हामी सँगै बसेर सबैजना आएर हेरिदिनु होला। र म नहुँदा पनि तपाईँको साथ सहयोगमा टिभीबाट हेरिरहेको हुन्छु। के कस्तो गतिविधि भइरहेको छ, तपाईँहरू कतिको आउनु भएको छ, कतिको सपोर्ट छ छैन भन्ने कुरा म त्यहाँबाट अपडेट दिइरहनेछु। मलाई चाहिने भनेको अहिले चाहिँ तपाईँहरूको साथ सपोर्ट इन्करेज हो। र तपाईँ यहाँ टुर्नामेन्ट हुँदाखेरि आइदिनु होला र नेपाली क्रिकेटलाई माया गरिदिनु होला। यति गरिसकेपछि मलाई अझ छिटो सिट बनाउने काममा चाहिँ अझ प्रेरणा मिल्छ। अब सबै काम लगाउन सकिएको छ। डिजिटल स्कोरबोर्डको लागि आज हाम्रो लगभग एग्रिमेन्टको नजिकमा छौँ। र 12 मिटर 22-7 मिटरको भनेको त 3टा चावडा मान्छेको हाइट र 6-7वटा मान्छे बराबरको लेन्थको यति ठुलो डिजिटल स्कोरबोर्ड पनि हाल्दैछौँ हामी। त्यो चाहिँ हामी दसैँसम्मको प्लान राखेका छौँ। र त्यस लगत्तै यो पिएम कप सकियो लगत्तै हामी चाहिँ प्याराफिटको धेरैले सोध्नुहुन्छ हामी बस्ने ठाउँ छैन भनेर, तपाईँ बस्ने ठाउँको सुरुवात पनि हुँदैछ। र बाँकी अपडेटहरू दिँदै जानेछु। मलाई चाहिँ तपाईँले दिने साथ भनेको पिएम कपभरि नेपाली क्रिकेटलाई माया गर्नको लागि ग्राउन्डमा आएर गेम हेरिदिनु होला। र विदेशमा हुनेले अनलाइनमा हाम्रो एक्सन स्पोर्ट्स लाइभ हुन्छ, कता कता त्यो म अपडेट गर्दै जाउँला। क्यानले अफिसियल पेजबाट राख्छ, त्यहाँबाट हेरेर धेरैभन्दा धेरै माया लिनु होला, नातिनु होला आफ्नो जिन्दगी बनाउने कुरामा र एकसाथै भन्ने कुरा दुइटैमा चाहिँ आत्तिएर हतार गरेर हुँदैन। र तपाईँ जहाँ हुनुहुन्छ सुख खुसीका साथ रहनु होला, नेपाललाई माया गर्दै गर्नु होला र एकले अर्कालाई सपोर्ट गर्दै गर्नु होला। सी यु इन द नेक्स्ट भिडियो। थ्याङ्क यू।